हेलो एभ्रिवान, वेलकम टु माई च्यानल। र हाम्रो चाहिँ ज्याङ्गो सिरिज चलिरहेको थियो। सो आज चाहिँ हाम्रो ज्याङ्गो सिरिजको डे 3। सो आजको हाम्रो टपिक भनेको चाहिँ पेजिनेसन। सो यो पेजिनेसन कन्सेप्टलाई हामीले कसरी बुझ्न सकिन्छ भन्दाखेरि चाहिँ हाम्रो एउटा वेबसाइट छ। सो वेबसाइटमा हामीले प्रत्येक पेजमा कतिवटा डेटा देखाउनेलाई नै हामीले पेजिनेसन भनिन्छ। फर इक्जाम्पल, मानौँ तपाईँको डेटाबेसमा 500 भन्दा बढी डेटा छ। सो सबै डेटालाई हामीले वेबसाइटको फर्स्ट पेजमा मात्र देखायौँ भने त त्यसले गर्दाखेरि ब्राउजरको लोडिङ स्पिड घट्छ अनि गएर युजरले आफ्नो एक्सपिरियन्स एकदम ब्याड पाउँछ। सो सर्भरलाई पनि धेरै लोड परेको हुन्छ। सो हामीले पेजिनेसनको कन्सेप्टबाट एउटा पेजमा कतिवटा डेटा देखाउने र डेटालाई हामीले बाँड्न सकिन्छ पेज अनुसार। फर इक्जाम्पल, यो एमाजोनको एउटा वेबसाइट छ। सो यहाँ चाहिँ एउटा प्रोडक्टको डिस्प्ले भइरहेको छ। सो यता हामीले तल 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 गर्दै गर्दै गयौँ भने चाहिँ यसमा चाहिँ हामीले हेर्न सक्छौँ कि प्रिभियस 1 2 3 र मैले 2मा क्लिक गरेँ भने चाहिँ यहाँ डेटा अर्कै आउँछ। सो अझै यसमा मैले 3मा क्लिक गरेँ भने चाहिँ डेटा अझै अर्कै आउँछ। सो पेजिनेसनको कन्सेप्ट यहाँ पनि अप्लाई भएको छ र यो पेजिनेसनको कन्सेप्ट बिना चाहिँ वेब डेभलपमेन्ट चाहिँ अलिकति अधुरो नै हुन्छ र ज्याङ्गोको म्याक्सिमम् प्रोजेक्टमा चाहिँ यो पेजिनेसन कन्सेप्ट गरेकै हुन्छ। सो ल, अब ढिला नगरिकन डाइरेक्ट हामी कोडमा जाऊँ। सो हामीले पेजिनेसनको कन्सेप्ट अथवा अरू कुनै बिजनेस लोजिकहरू सबै हामीले भ्युज डट पाईमा लेखिन्छ। सो त्योभन्दा अगाडि चाहिँ हामीले ज्याङ्गोको डकुमेन्टेसनबाटै पहिला सुरु पेजिनेसनको बारेमा हेरौँ। सो पेजिनेसन, सो च्यालेन्जहरू के आउँछ त नि पेजिनेसन बिना। सो अघि मैले भने जस्तै पर्फर्मेन्समा इस्यु आउँछ। सो त्यही इन्क्रिज ब्यान्ड विथ युजेस, सर्भरलाई धेरै लोड परेको हुन्छ अनि गएर युजरको एक्सपिरियन्स एकदम ब्याड हुन्छ। सो हामीले यो पेजिनेसन कन्सेप्ट रियल वर्ल्ड सिनारिजमा हेर्ने भने सोसियल मिडियाको फिड्समा पनि हेर्न पाउँछौँ र इकमर्स, मोस्टली इकमर्स वेबसाइटमा चाहिँ प्रोडक्ट डिस्प्ले गर्ने बेलामा चाहिँ यो पेजिनेसनको कन्सेप्ट हालेको हुन्छ। सो अब चाहिँ हामी जाऊँ यो पेजिनेसनको ज्याङ्गोमा चाहिँ एउटा फङ्सन छ, फ्रम ज्याङ्गो डट कोर डट पेजिनेटर इम्पोर्ट पेजिनेटर। हाम्रो फर्स्ट स्टेप भनेको चाहिँ ज्याङ्गोको कोरको पेजिनेटरबाट पेजिनेटर भन्ने फङ्सनलाई कल गर्न पर्यो। सो त्यसपछि हामीले अब पेजिनेट चाहिँ कुन पेजमा गर्ने हो भन्ने कुरा थाहा पाउनुपर्छ। जस्तै हाम्रो प्रोजेक्टमा हेर्ने हो भने यो हाम्रो डेटा भएको पेज हो। सो यो डेटा हामीले कुन पेजमा रेन्डर गरेछौँ, त्यो हामीले गरेको छौँ बेस डट एचटिएमएलमा। सो हामीले बेस डट एचटिएमएलमा चाहिँ पेजिनेटरको कन्सेप्ट अप्लाई गर्नु पर्यो। त्यही भएर चाहिँ म अब बेस डट एचटिएमएल भएको भ्युजलाई खोज्छु। सो यता गएर ए डट बेस डट एचटिएमएल हाने भने चाहिँ मैले बेस डट एचटिएमएलको फाइल पाएँ। सो भ्युजमा गएर मैले अब कतापट्टि रेन्डर गरेको छु भ्युज बेस डट एचटिएमएल भन्दाखेरि होम भन्नेमा। सो मैले अब पेजिनेटर कन्सेप्ट यो होम भन्ने फङ्सनमा लगाउँछु। सो त्यसको लागि चाहिँ हामीले यो डेटा फेच गरिसकेपछि यसको मुनि आएर एउटा कुनै भेरिएबलको नेम दिनुपर्छ। सो एउटा कमन मार्केट ट्रेन्ड के छ भन्दाखेरि पेजिनेटर नै दिनेछ। सो पेजिनेटर भनेको चाहिँ हाम्रो पेजिनेटर अनि हामीले कुनलाई पेजिनेट गर्न लगाएको
यो स्टुडेन्ट्स भन्नेमा चाहिँ हाम्रो सबै डेटा छ नि त। सो यसलाई नै हामीले कपी र यता आएर मैले पेस्ट गरेँ। अब चाहिँ हामीले यो पेजमा म्याक्सिमम कतिवटा डेटा डिस्प्ले गराउने भन्ने कुरा चाहिँ यहाँ गएर हामीले पास गर्नुपर्छ। सो अहिले हामीले हेर्ने हो भने हामीसँग 6वटा डेटा छ। सो हामीसँग अल टुगेदर 25वटा डेटा छ भने चाहिँ हामीले प्रत्येक पेजमा 5 गर्दै डिस्प्ले गऱ्यौँ भने चाहिँ हाम्रो 5वटा पेज बन्ने भयो। सो अहिलेको लागि चाहिँ मैले यसमा चाहिँ 4वटा डेटा देखाउँछु भनेर मैले यहाँ 4 लेखेँ। अब हामीले यसपछि चाहिँ हामीले युआरएलबाट चाहिँ त्यसको पेज नम्बर चाहिँ गेट गर्नुपर्छ। सो त्यसको लागि चाहिँ पेज नम्बर भनेर एउटा भेरिएबल दिउँ। सो पेज नम्बर भनेको चाहिँ रिक्वेस्ट डट गेट सो पेज। हामीले युआरएलबाट पेज नम्बर गेट गऱ्यौँ। अब चाहिँ हामीले त्यो पेज नम्बरको एउटा अब्जेक्ट क्रिएट गरिन्छ। सो त्यसको नाम दिउँ पेज ओबिजी अथवा जे नाम दिए नि हुन्छ। यो पेज ओबिजी भनेको चाहिँ पेजिनेटर डट गेट पेज र पेज नम्बर। अब यति गरिसकेपछि चाहिँ हामीले यो पेज अब्जेक्टलाई चाहिँ हामीले हाम्रो कन्टेक्स्टबाट पास गर्नुपर्छ। सो पेज अब्जेक्ट र पेज अब्जेक्ट यति गरिसकेपछि चाहिँ हाम्रो भ्युजमा गर्न पर्ने चेन्जेस सबै गरिसक्यौँ। अब एकपालि हामी वेबसाइटमा हेरौँ। सो अहिले रिफ्रेस गर्दाखेरि कुनै पनि चेन्जेस भएको छैन। सो किन भएको छैन भन्दाखेरि चाहिँ हामीले भ्युजमा मात्र काम गऱ्यौँ। अब हामीले एचटिएमएलमा पनि काम गर्नुपर्छ। सो त्यसको लागि चाहिँ पहिला सुरु यहाँ इफ स्टुडेन्ट्स नभइकन अब के भइदिन्छ पेजको अब्जेक्ट। सो यति गरेर हामी ब्याक जाउँ। अहिले पनि कुनै चेन्जेस आएको छैन। अब मैले यहाँ पेज अब्जेक्ट हान्ने बित्तिकै उतापट्टि डेटा दुईटा गायब हुन्छ। ल अहिले हाम्रो पेजमा चाहिँ 4वटा मात्र डेटा देखाएको छ। त्यो किन भइरहेको छ भन्दाखेरि चाहिँ हामीले यतापट्टि भ्युजमा 4 भनेको थियौँ। यतापट्टि गएर 5 भन्यो भने चाहिँ यतापट्टि 5वटा आउँछ। सो हामीले यहाँबाट ह्यान्डल गर्न सक्छौँ कतिवटा डेटा पास गर्ने। सो दुईटा दिने रहेनछ। सो मैले यसलाई 4 दिएँ। ल अब एउटा दुईटा तिनवटा 4वटा बाँकी रहेको दुईटा डेटा त गायब भएको छ। तर मैले यहाँ पेज 2 गरेँ भने त हाम्रो डेटा त यता आइरहेको छ। सो यो अब यसलाई त हामीले यसरी गरिराख्नु भनेको त एउटा ब्याड एक्सपिरियन्स हो। सो यसलाई चाहिँ हामीले अब अघि हेरे अस्ति एमाजोनको त्यस्तै खाले नै कोड बुटस्ट्र्यापबाट कपी गरौँ। सो बुटस्ट्र्यापमा गएर यहाँ पेजिनेसन भन्ने हान्ने बित्तिकै यहाँ कोड छ बुटस्ट्र्यापको। सो हामीलाई यस्तो चाहिएको छ भने यो कोड कपी गरे हुन्छ, यस्तो चाहिएको छ भने यो कोड कपी गरे हुन्छ। अहिलेलाई मैले यही कोड कपी गर्छु। सो बेसमा आएर चाहिँ यो टेबल इन भइसकेपछि चाहिँ यो कोडलाई म पेस्ट गर्छु र अब चाहिँ मेरो यो हेर्छु। सो अहिले हेर्दाखेरि चाहिँ यो आएको छ। मैले यहाँ क्लिक गर्छु भने यसले काम गर्दैन। सो यसमा पनि हामी काम गरौँ। प्रिभियस भन्दा अगाडि चाहिँ हामीले एउटा इफ लगाउनु पर्छ। इफ पेज अब्जेक्ट डट ह्याज प्रिभियस। यदि हाम्रो पेज अब्जेक्टको प्रिभियस छ भने चाहिँ हामीले यहाँ क्वेसन मार्क पेज
is equal to page dot page object dot previous page. पेज अब्जेक्ट डट प्रिभियस पेज नम्बर. सो यतापट्टि हामीले इन्डिफ लगाउनु पर्छ. यहाँ इफ एक्टिभ भइसकेपछि इन्डिफ यता गएर क्लोज हुन्छ. सो अब चाहिँ यहाँ हामीले पेज इक्वल टु 1. सो 1 क्लिक हुँदाखेरि चाहिँ पेज 1 आओस् भन्ने चाहन्छन्. सो यो 2 र 3 हाम्रो एक्स्ट्रा हो. सो यसलाई रिमुभ गरिदिउँ मैले यसलाई. अब चाहिँ यहाँ के गरौँ भन्दाखेरि यही माथिको नै कोड कपी गर्छु. सो यहाँ चाहिँ हामीले आइटम पछाडि एक्टिभ दिउँ. सो एक्टिभ गरिसकेपछि चाहिँ यहाँ चाहिँ हामीले अब के गर्नु पर्यो, पेज इज इक्वल टु सो कर्ली ब्र्याकेट सो पेज अब्जेक्ट डट नम्बर, फेरि पनि पेज अब्जेक्ट डट नम्बर, अनि गएर फेरि इफ लगाउनु पर्यो. सो इफ पेज अब्जेक्ट डट ह्याज नेक्स्ट, यहाँ चाहिँ प्रिभियस मात्र हुन्न, यहाँ प्रिभियस नम्बर पनि हुन्छ. सो ह्याज नेक्स्ट मात्र हुन्न, नेक्स्ट ह्याज नेक्स्ट नम्बर, यहाँ चाहिँ नेक्स्ट मात्र हुन्छ जस्तो लाग्यो मलाई. सो हेरौँ, यहाँ चाहिँ इन्डिफ गरिदिइहाल्यौँ. इन्डिफ सो ह्याज पेज इक्वल टु पेज अब्जेक्ट डट नेक्स्ट पेज नम्बर. यसलाई कन्ट्रोल सेभ गरेर यहाँ चाहिँ अब हाम्रो रिफ्रेस गर. सो एल्स पार्टमा चाहिँ इरर आयो. इफ इन्डिफ भन्ने चाहिँ यहाँ दिउँ. सो यसलाई सेभ गरौँ. सो एक्स्ट्रा इन्डिफ यहाँ आएको छ जस्तो लाग्यो मलाई. ओके, सो इन्डिफ नै दिउँ त. सो यसलाई चाहिँ म राम्रोसँग हेर्छु एकपालि. सो इफ यतापट्टि इफ छ भने चाहिँ यतापट्टि गएर इन्डिफ. सो एल्स पार्टमा चाहिँ यो छ, होइन यसलाई चाहिँ इन्डिफ यति हुन्छ. सो इन्डिफ छ. एल्स एन्ड त कतापट्टि इरर छ भन्दाखेरि चाहिँ इफ र इन्डिफ यतै आएको रहेछ. यसलाई चाहिँ म फालिदिन्छु. अब चाहिँ इरर नआउन पर्ने अझै पनि. What the heck? ओके, सो यो चाहिँ एक्स्ट्रा भएको रहेछ. सो यसलाई पनि फालिदिन्छु. ल, यतापट्टि 1 किन देखायो त्यसलाई पनि हेरौँ. इफ प्रिभियस पेज नम्बर छ भने प्रिभियस पेज नम्बर. यसलाई चाहिँ यहाँ यो हटाइदिउँ यो कोडलाई. अब चाहिँ ल, नेक्स्ट. ओके, इट इज नट वर्किङ लाइक has next number.
यो हामीले भने जस्तो किन आएको छैन भन्दाखेरि चाहिँ यतापट्टि हामीले प्रिभियस पेज मात्र होइन प्रिभियस पेज नम्बर दिनुपर्छ। सो अब चाहिँ यसले वर्क गर्न पर्ने फेरि एकपल्ट यसलाई। सो यतापट्टि चाहिँ मैले यहाँ नेक्स्ट होइन यहाँ नेक्स्ट मात्र हुन्छ। अब चाहिँ ल नेक्स्ट प्रिभियस आएन त ह्याज प्रिभियस नम्बर हुन्न यहाँ पनि ह्याज प्रिभियस हुन्छ। धेरै मिस्टेक गरेको छु मैले। सो अब चाहिँ ल एररहरू आइरहेको छ। सो त्यो डराउनु पर्ने कुरा केही पनि होइन। सो अब चाहिँ हाम्रो यो पेजिनेसन कन्सेप्टले मजाले रन गरेको छ। अब नेक्स्ट टपिक भनेको चाहिँ ज्याङ्गोको क्रिस्पी फर्म्स भन्ने हो। सो अहिले हाम्रो फर्म हेर्ने भने कस्तो बोरिङ लाइक एकदम डिजाइन केही पनि छैन। सो यसलाई स्टाइल गर्नको लागि चाहिँ ज्याङ्गोले आफ्नै एउटा प्याकेज बनाएर डेलिभर गरेको छ जसको नाम हो ज्याङ्गो क्रिस्पी फर्म। यसलाई चाहिँ इन्स्टल गर्न एकदम सजिलो छ। सो हामी चाहिँ च्याट जिपिटी गरेर यसलाई चाहिने सबै कुराहरू गरौँ। ज्याङ्गो क्रिस्पी फर्म्स इन्स्टलिटी हानेपछि यसले यहाँ दिन्छ। सो हाम्रो फर्स्ट स्टेप भनेको चाहिँ पिप इन्स्टल ज्याङ्गो क्रिस्पी फर्म। सो हाम्रो टर्मिनललाई म किल गर्छु। सो यो कमान्ड हान्छु। त्यसपछि अर्को हाम्रो कमान्ड हो पिप इन्स्टल क्रिस्पी बुटस्ट्र्याप 5। सो यसलाई पनि म इन्स्टल गर्छु। त्यसपछि चाहिँ हामीले यो इन्स्टल गरेको कुरालाई चाहिँ इन्स्टल एपमा गएर रजिस्टर गर्नुपर्छ। त्यही भएर म यसलाई गएर सेटिङ्समा गएर ओके सो सेटिङ्स डट पिवाईमा गएर रजिस्टर इन्स्टल एपमा गएर चाहिँ यसलाई म रजिस्टर गर्छु। अनि त्यसपछि त्यही सेटिङ्स डट पाईको तल लास्टमा चाहिँ यो हालिदिनु पर्छ। सो त्यसपछि चाहिँ हाम्रो काम भनेको यो क्रिस्पी फर्मलाई लोड गर्ने। सो यसको लागि चाहिँ हाम्रो कुन कुनमा हामीलाई चाहिएको छ त्यसको माथि गएर लोड गर्नुपर्छ। सो अहिलेलाई म एडको माथि ठ्याक्कै यसको तल गएर यो गर्ने बित्तिकै यसको फर्म एचपीलाई हटाएर क्रिस्पी लेख्दै भने चाहिँ अब रन सर्भर गर्ने बित्तिकै अब चाहिँ यसलाई रिफ्रेस गरौँ। अझै पनि क्रिस्पी एकपालि सेटिङ्सलाई गएर फेरि कन्ट्रोल सेभ गरौँ। सो हाम्रो यहाँ अझै पनि यो फर्म आएको छैन। सो यसमा गएर हाम्रो रिक्वायरमेन्टहरू हेर्दै जाऊँ। सो मैले यहाँ बुटस्ट्र्यापको यो इन्क्लुड गर्न बिर्सेको थिएँ। सो यसलाई गएर म यतापट्टि हाम्रो बेस डट एचटिएमएलको होइन यो सबैमा गर्नु पऱ्यो। सो यसको तल आएर यसलाई पेस्ट। सो हाम्रो अर्को हुन्छ अपडेटमा पनि। सो यता गर पेस्ट। सो यता पनि क्रिस्पी अनि त्यो ट्यागलाई लोड गर्न पऱ्यो। सो अब चाहिँ फेरि सर्भरलाई रन गरौँ। अब चाहिँ ल हाम्रो फर्म एकदम अघिभन्दा एकदम राम्रो देखियो। सो ब्याक गर्छु म फेरि अपडेट गर्न खोज्छु। सो हाम्रो चाहिँ यो फर्म अपडेट
अहिले फर्मको थिम सबै चेन्ज भएर आएको छ, कसले गर्दा यो ज्याङ्गोको क्रिस्पी फर्म्स भन्नेले। सो आजको लागि यति नै। सी यु नेक्स्ट इन डे 4 फर फिल्टर एन्ड क्वेरी सर्च इन ज्याङ्गो। थ्याङ्क यू।